यदि तिमीलाई यो लाग्छ कि हाम्रो देश नेपालको स्थिति अहिले नराम्रो छ अनि तिमीलाई यस स्थितिमा सकारात्मक परिवर्तन ल्याएर आफ्नो देशमा केही गर्नु छ अनि आफ्नो जीवनको हरेक एस्पेक्ट्समा इम्प्रुभमेन्ट लिएर आउनु छ भने आई जस्ट ह्याभ वान थिङ टु से टु यु एन्ड द्याट इज टु वाच दिस भिडियो टिल दि एन्ड। हेलो, माई नेम इज क्रिस अनि आजको यस भिडियोमा चाहिँ म तिमीहरूलाई दुईवटा रिजन दिन्छु अन वाइ यु सुड स्टे इन आवर कन्ट्री एन्ड नट गो टु अब्रोड। हजुरहरूले मेरो च्यानल हेर्नु पर्यो भने हजुरहरूले देख्नुहुन्छ कि मोस्ट अफ माई भिडियोज आर रेकर्डेड इनसाइड माई रुम। सो आज केही डिफ्रेन्ट गरौँ अनि लेट्स गो फर अ वाक एन्ड देयर वी विल रेकर्ड इट। So there are many various reasons why you should stay in our country Nepal and don't go to abroad. So first reason भनेको चाहिँ सम्मानको रेस्पेक्टको रिजन हो। लेट्स से म चाहिँ एउटा स्पेक्टेटर छु अनि त्यहाँ चाहिँ मेरो अगाडि दुईजना मान्छेहरू छ, राम अनि श्याम। राम चाहिँ अमेरिकामा बस्छ अनि श्याम चाहिँ आफ्नै देश नेपालमा बस्छ। दुवैजनाको अर्निङ चाहिँ बराबर छ, $500 ओके। अब मी एज अ स्पेक्टेटर who do you think would I prefer more, राम or श्याम? Obviously श्याम, राइट। मेरो रेस्पेक्ट श्यामको लागि बढी हुन्छ किनकि ऊ आफ्नै देशमा बसेर $500 कमाएर आफ्नो जीवनयापन गर्छ अनि देशको विकास पनि गर्छ। सो फर्स्ट वान एन्ड नम्बर वान थिङ वाइ सुड स्टे इन आवर कन्ट्री नेपाल इज फर द रेस्पेक्ट। अनि सेकेन्ड रिजन इज, धेरै रिजनै छैन कि अहिलेको वर्तमान समयमा मान्छेहरू किन विदेशहरू जान्छन् भन्दाखेरि उनीहरूसँग ल्याक अफ मनी इज द नम्बर वान प्रब्लम एन्ड आई थिङ्क द अनदर सेकेन्डरी प्रब्लम इज एजुकेसन। यहाँ उनीहरू एजुकेसनको लागि जान्छ, एजुकेसनको लागि कम्प्लिटली फाइन। एजुकेसन जाने, राम्रोसँग पढ्ने अनि फेरि देश आउने, आई सपोर्ट द्याट फ्याक्टर। बट द थिङ विच आई नट सपोर्ट इज द्याट विदेश जाने अनि त्यसपछि त्यही चम्काउने मस्काउने भाडाहरूको गरी त्यही सेटल हुने अनि आफ्नो देश नफर्किकन आफ्नो फ्यामिलीहरूको सबै बिर्सेर आफ्नो भाषाहरू सबै बिर्सिने। आई डु नट सपोर्ट द्याट फ्याक्टर बिकज नम्बर वान, त्यसले त आफ्नो राष्ट्रियतामा के भन्छ अरे त्यसलाई हनन गर्छ होइन, आफ्नो राष्ट्रियताको भावनालाई पुरै जान्छ, नेसनालिटीको भावनालाई। अनि सेकेन्ड रिजन चाहिँ के हो भन्दाखेरि अरूको देशमा बसेर चम्काउने मस्काउने भन्दा त आफ्नै देशमा बसेर केही प्रोडक्टिभ काम, जस्तै एउटा हाई क्वालिटी जब एज पर योर इन्ट्रेस्ट अर बिजनेस, सेल्फ इम्प्रुभमेन्ट गरेर एउटा हाई क्वालिटी जब अथवा बिजनेस गऱ्यो भने अनि एडुकेट रूपमा पैसा कमायो भने द्याट वुड बी मोर देन सफिसियन्ट बिकज one thing is that you will get respect from all of the people in our country. Yeah, you also respect the people who stay in our country and do something for the country. And the another factor is that they get to spend time with their family, they get to develop our country, you know. हाम्रो देश नेपाल चाहिँ पहिलेदेखि यस्तो अवस्थामा चाहिँ थिएन। हाम्रो देश पहिला हेर्नु हो भने हाम्रो देशको मुद्रा हुन्छ नि पैसा, त्यो चाहिँ अरू देशहरूमा नि चल्थ्यो। हाम्रो देशको बिजनेस धेरै ब्रोड थियो अरू कन्ट्रीहरूसँग। तर अहिलेको अवस्थामा चाहिँ हेर्नु पऱ्यो भन्दाखेरि दक्ष जनशक्तिहरू हुन्छ नि, जो त्यो म्यान पावर हुन्छ नि, म्यान पावर चाहिँ अब्रोडमा जान्छन् अनि हाम्रो देशको चाहिँ विकास गर्नको लागि, हाम्रो देशमा सकारात्मक परिवर्तन गर्न, डेभलपमेन्ट गर्न कोही छैन। यो डेभलपमेन्ट गर्न चाहिँ दक्ष जनशक्तिहरूको आवश्यक पर्छ। इफ एनी हामीले त्यो दक्ष जनशक्तिलाई हाम्रो देशमा राखेर सेल्फ इम्प्रुभमेन्टको माध्यमबाट आफ्नो लाइफको हरेक एस्पेक्ट इम्प्रुभ गरी सफिसियन्ट अमाउन्ट अफ अर्निङ गरेर हाम्रो देशको विकास गराउन लगायो भने द्याट वुड बी द मोस्ट एन्ड द मोस्ट ग्रेटेस्ट थिङ द्याट आवर प्रेजेन्ट थिङ हेज सिन, राइट? यस, भेरी गुड। सो या, अनि मैले त्यही भने आफ्नै देशमा बसेर सेल्फ इम्प्रुभमेन्टको माध्यमबाट सबैजनाले बिजनेस गर्यो, आफ्नो मेन्टल हेल्थलाई इम्प्रुभ गर्यो अनि त्यहाँ चाहिँ आफ्नो लाइफको हरेक फ्याक्टर्सलाई इम्प्रुभ गर्यो भने द्याट वुड बी द मोस्ट, के भन्छ अरे, सबैभन्दा राम्रो फ्याक्टर हुन्छ, सबैभन्दा राम्रो भविष्य हुन्छ हाम्रो देशको लागि। सबै दक्ष जनशक्तिहरू हाम्रो देशमा बसेर केही राम्रो काम गरी आफ्नो पैसा कमाएर त्यसबाट हाम्रो देशको विकास गर्न सक्यो भने त्यो नै हुन्छ हाम्रो देशको टर्निङ पोइन्ट। सो या, दिस इज वाइ वी निड यु इन वेयर
Nepal. Yeah, this is why we need you in Nepal.